नमस्कार सबैलाई, स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। आज म आएको छु कोरियाको एकदमै सुन्दर ठाउँ छुङबोक उमसङ्गुन खामगोकको छङमिछन, जहाँ अहिले साकुरा फूल फुलिसकेको छ। यही हो खामगोक छङमिछनको चर्चित फतकोत मार्ग। अब म यहाँबाट भित्र पस्दै हिँड्दै एक्सप्लोर गर्नेछौँ। भित्र पस्न साथै दुवैतिर साकुरा फूल फुलेको देख्न सकिन्छ। साँच्चै नै एकदमै रमाइलो वातावरण छ। यस्तो लाग्छ जस्तो फूलको बाटोभित्र हिँडिरहेको छौँ। वसन्तको मौसममा यहाँ आउनु भनेको एकदमै राम्रो निर्णय हो। साँच्चै भन्नुपर्दा यहाँ आएपछि मन एकदमै शान्त भएको छ। दैनिक व्यस्त जीवनबाट अलिकति ब्रेक लिन यस्तो ठाउँ एकदमै पर्फेक्ट हुन्छ। यदि तपाईहरु पनि कोरियाको छुङबोक उमसङ्गुन खामगोक नजिकै बस्नुहुन्छ भने यो ठाउँ मिस नगर्नुहोला। फूलहरू चाहिँ सबै एकदमै राम्रोसँग फुलिसकेको छ। एकदम राम्रो देखिएको छ। आज मङ्गलबारको दिन मेरो कम्पनी बिदा भएकोले आज चाहिँ म यो ठाउँ घुम्न आएको छु। यहाँ मान्छेहरू त्यति धेरै देख्न सकिँदैन किनकि यो बिदाको दिन होइन। एक दुई जना मान्छेहरू मात्रै देखिरहेको छ। अहिले मध्ये 12 बजेकोले अहिले खाना खाने टाइम पनि भएर होला, सायद मान्छेहरू त्यति यहाँ घुम्न आएको छैन। आहा, कति राम्रो फिरफिरेहरू बनाएर राखेको रहेछ, रङ्गी बिरङ्गी। अहिले हावा चलिरहेको भएर फिरफिरेहरू पनि घुमिरहेको छ। पहेँलो फिरफिरे यस्तो राम्रो घुमिरहेको छ कि हैन, हेर्न सक्नुहुन्छ। यो फिरफिरे नजिकै बस्ने ठाउँ पनि छ। म एकछिन बसेर फोटोसोटो खिचेँ र भिडियो पनि बनाएँ। हेर्न सक्नुहुन्छ एकदम राम्रो छ। यता बुढाबुढीको जोडी छ अनि म चाहिँ रुखको छेउमा बसेर एकचोटि फोटो खिचेँ र फेरि अगाडि बढेँ। यहाँ एउटा पोस्ट कार्ड पनि राखेको रहेछ। वरिपरि चाहिँ खोला छ। अहिले चाहिँ चिसो हावा चलिरहेको छ र एकदम जाडो पनि छ। अहिले मौसम पनि 9 डिग्री मात्रै छ। यहाँ मान्छेहरू त्यति धेरै आएको छैन। आज बिदाको दिन नभएर होला र खाना खाने समय पनि हो। तपाईहरु पनि यो नजिकै हुनुहुन्छ भने एकचोटि घुम्न अवश्य आउनु होला यो भिडियो देखेर। अबको 2-4 दिनपछि चाहिँ तपाईहरुले यो फूल देख्न सक्नुहुन्न होला, सायद सबै झरिसक्छ होला। आहा, हावा चलिरहेको भएर फिरफिरे पनि घुमिरहेको रहेछ। यो अगाडिको सानो घरमा चाहिँ बेलुका हामीले बसेर आनन्दले रक्सी खाँदै चिसो हावा खान सक्नुहुन्छ। यो फूलको बाटो हुँदै गयो भने चाहिँ हामी सेङ्गुक र मोगुकसम्म पुग्न सकिन्छौँ। तर म चाहिँ बीच बाटोबाट फर्केँ भिडियो बनाएर। तपाईहरुलाई भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोला। मन परेमा लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि अर्को रमाइलो भिडियोमा भेटौँला। धन्यवाद।